अब चाहिँ मासु पनि पाक्यो, मजाले मासु खान्छु बसेर। दिदी के गर्नुहुँदैछ हौ? के गर्नुहुँदैछ हौ दिदी? पाउन नि को आयो नि फेरि यति बेला? के कामले आयो बहिनी तिमी? हुन्छ तपाईँकोमा के सब्जी पकायो कि भनेर सब्जी माग्न आएको नि दिदी। मैले त सब्जी पनि आज त के पकाउनु भयो। बुढा फेरि मासु खाँदैन, म मासु खान्छु, सो सब्जी माग्न आएको नि दिदी। ए बहिनी मैले त हेर न गुन्द्रुकको झोल पो बनाएको छु। गुन्द्रुकको झोल हेर, तिमी पताउँदैन भने गुन्द्रुक हेर है सब्जी गुन्द्रुकको झोल मात्रै बनाएँ। अहिले हाम्रोमा के मासु बनाउने पैसै छैन। पैसाको साह्रै दुःख नि हौ बहिनी। के गर्छौ? गुन्द्रुकको झोल लान्छौ? बट्टामा हालिदिऊ? दिदी होस् गुन्द्रुकको झोल त लादिनँ, मलाई मनै पर्दैन गुन्द्रुकको झोल त। यसो तपाईँको मासु बनायो कि भनेर नि त्यस्तै गनायो हो। लसुनको गन्ध आयो, अघि कुखुरा पनि पोलेको जस्तै गन्ध आएर चाहिँ नि कस्तो मासु खानु मन लागेको। तपाईँले मासु बनायो कि भनेर नि। आजकल त मेरो बुढाले मासु पनि ल्याउँदैन, खै आम्दानी हुन्छ कि हुँदैन, पैसा पनि देख्दिनँ। होस् दिदी गुन्द्रुकको झोल त लादिनँ, बुढा भन्दा आज अचारसँगै खाएर सुत्छु। गएको है। ल बहिनी के गर्नु, तिमी गुन्द्रुक पनि खाँदिन भन्छौ, हामी त यही खान्छौँ। गुन्द्रुक खायो सुत्यो, यही खाएर सुत्छु मैले। बल्ल गयो उसले चाहिँ कहीँ चाहिँ छिराउँदैन, मासु पो माग्नु अरे। उनीहरूको मासु पकाउन चाहिँ अलिकति पनि दिन्छ कि भने आश गर्दा हुँदैन। अब आफै मासु खाइन्छ सुतिन्छ। बुढा पनि कतातिर हो, अहिलेसम्म आउँदैन, मासु भात खाइन्छ सुतिन्छ।